के हो त ओभरड्राफ्ट लोन? साथीहरू, आजको टपिक रहेको छ ओभरड्राफ्ट लोन भनेको के हो। सुरु गरौँ। एन ओभरड्राफ्ट लोन इज अ सर्ट टर्म रिभल्भिङ क्रेडिट फेसिलिटी भनेको यो एउटा चाहिँ सानो अवधिको लागि चाहिँ घुम्ती नेचरको कर्जा हो। घुम्ती भनेको रिभल्भ भनेको घुम्ती, जसमा चाहिँ बैंक तथा वित्तीय संस्थाहरूले के गर्छ भने ग्राहकहरूलाई आफ्नो खातामा भएको मौजदातभन्दा बढी रकम स्वीकृत सीमासम्म झिक्न अनुमति दिन्छ। यो सामान्यतया कार्यशील पुँजी वा तुरन्त व्यक्तिगत व्यावसायिक आवश्यकताका लागि प्रयोग गरिन्छ। यस्ता ऋणहरू प्राय 1 वर्षका लागि स्वीकृत गरिन्छ। धेरैजसो अवस्थामा सम्पत्तिको धितोमा आधारित हुन्छन् र ब्याज केवल प्रयोग गरेको रकममा मात्र लाग्छ। अब प्रयोग गरेको रकम मात्र लाग्छ, यसको अर्थ के? मानौ तपाईले 10 लाख ऋण लिनुभयो, तपाईको पर्टिकुलर कुनै पर्सेन्टेज होला। त्यो पर्सेन्टलाई के गर्छ भने जस्तै अब 2 किसिमको कर्जा हुन्छ। एउटा हुन्छ चाहिँ ओडी नेचरको, भन्छ नि ओडी लोन। यो ओडी लोन भनेको त्यही हो ओभरड्राफ्ट। ओडीको फुल फर्म भनेकै ओभरड्राफ्ट हो। यो के हुन्छ सामान्यतया नेपालको कन्टेक्स्टमा कुरा गर्दा 1 सालभित्रमा हुन्छ र यसमा के हुन्छ भने इन्ट्रेस्ट मात्रै लाग्छ, यानि कि ब्याज मात्रै लाग्ने गर्छ। जस्तै मानौ तपाईले XYZ बिजनेसको लागि चाहिँ तपाईले मानौ 5 लाख रुपियाँ ऋण लिनुभयो। अब त्यसको मानौ पर्सेन्टेज छ 5% है। अब त्यो सालमा चाहिँ तपाईले के हुन्छ 12 महिनाको जुन 5% हुन्छ त्यसलाई चाहिँ तपाई के गर्नु होला, डिभाइडेड बाइ 12 गर्नु होला, 12 ले भाग गर्नु होला। 12 ले भाग गरिसकेपछि 1 महिनाको आउँछ इन्टु 3 गर्नु होला, किनभने यसको इन्ट्रेस्ट प्राय गरेर क्वार्टरली चाहिँ दिनुपर्छ। जुन व्यक्तिलाई, जुन कस्टमरलाई चाहिँ फेसिलिटेट गरेको हुन्छ बैंक तथा वित्तीय संस्थाहरूले, उनीहरूले के गर्छ भने यसलाई चाहिँ क्वार्टरली पेमेन्ट गरिरहेको हुन्छ। यसमा इन्ट्रेस्ट मात्रै तिर्नुपर्छ। अनलाइक जस्तै टर्म लोन हुन्छ, एउटा टर्म अवधिको लोन हुन्छ, पर्टिकुलर अवधिको लागि, जस्तै 5 साल 10 सालको लागि हुन्छ। अनि हामीहरू के गर्छौँ त्यसमा मन्थली वाइज पेमेन्ट गर्नुपर्छ। त्यसमा के हुन्छ भने इन्ट्रेस्ट प्लस प्रिन्सिपल दुईटै चाहिँ त्यसमा के हुन्छ भने एड गरेर जुन एमोर्टाइज गरेको हुन्छ लोनलाई, लोन एमोर्टाइजेसन भन्छ, जसलाई एमोर्टाइज गरेको हुन्छ। जस्तै अब मानौ 5 सालको लागि लियो भने 5 सालमा कति महिना हुन्छ त 12 पंचे 60। अब 60 महिनाको लागि 60 किस्ता तिर्नु पर्यो। त्यसमा के हुन्छ भने सामा पनि हुन्छ जोडेको र त्यसमा के हुन्छ भने ब्याज पनि जोडेको हुन्छ र त्यसलाई के गरेको हुन्छ भने 60 टुक्रा गरेको हुन्छ। 60 महिनामा चाहिँ 60 किस्तामा चाहिँ पुरै ऋण क्लियर गर्न सकिने सुविधा हुन्छ। तर ओभरड्राफ्टमा के हुन्छ भने यो ऋण भनेको 1 सालको लागि मात्रै हुन्छ या सर्ट टर्म फेसिलिटी हुन्छ। जति बैंक तथा वित्तीय संस्थाले चाहिँ कमिटमेन्ट गरेको हुन्छ पर्टिकुलर पिरियडको लागि, त्यति समयको लागि मात्रै हुन्छ र यसमा तपाईले इन्ट्रेस्ट मात्रै दिनुपर्छ। र प्रत्येक साल, जस्तै नेपालको कन्टेक्स्ट कुरा गर्दा प्रत्येक साल तपाईले के गर्नुपर्छ भने यो कर्जालाई चाहिँ नवीकरण गर्नुपर्छ। अब यसमा इन्ट्रेस्ट मात्रै तिर्दै जाने र के हुन्छ भने 1 साल बितेपछि के हुन्छ भने फेरि त्यसलाई रिन्यू गर्ने, या तपाईले क्लियर गर्नुहुन्छ भने क्लियर गर्नु भनेको भइसक्यो, क्लियरै भयो। तर यसमा इन्ट्रेस्ट तिर्दै जाने, फेरि 1 साल भयो भने चाहिँ फेरि नवीकरण गरेर तपाईँ यो फेसिलिटीलाई चाहिँ लिन सक्नुहुन्छ। अब साथीहरू यसमा एउटा कन्डिसन छ। अनि यो कन्डिसन के छ भने साथीहरू, जस्तै तपाईले चाहिँ 10 लाखको यदि तपाईँ कर्जा लिनुभयो, मानौ एक्जाम्पलको लागि तपाईँ मानौ ए बैंक हो, बैंकको ए नाम राखौँ। अब ए बैंकबाट तपाईले 10 लाखको कर्जा लिनुभयो। अब त्यसमा के भयो भने तपाईले त जुन क्रेडिट फेसिलिटी बैंक या वित्तीय संस्थाले प्रोभाइड गरेको छ त्यसलाई त युटिलाइज गर्नुहुन्छ। अब मानौ 10 लाख लिनुभयो, 10 लाख युटिलाइज गर्नुभयो। अब कतैबाट तपाईको व्यापारमा या व्यक्तिगत ओभरड्राफ्ट पनि हुन्छ, कतैबाट तपाईले पैसा भयो, इन्कम भयो। त्यो इन्कममा चाहिँ तपाईलाई काम लाग्यो, होइन मसँग अहिले 5 लाखको इन्कम छ, म के गरौँ 5 लाख हाल्दिउँ कि। अनि त्यसमा के हुन्छ भने तपाईले जस्तै ओभरड्राफ्ट एकाउन्ट हुन्छ। अब ओभरड्राफ्ट एकाउन्टमा के गर्नुहुन्छ भने तपाईले डिपोजिट गर्नुहुन्छ त्यो पैसालाई। 5 लाख मानौ 10 लाख ऋण छ र 5 लाख तपाईले यदि डिपोजिट गर्नुभयो। अब त्यो 5 लाख यदि डिपोजिट गर्नुभयो भने साथीहरू, त्यो 5 लाख जुन रिमेनिङ अमाउन्ट हुन्छ, त्यो रिमेनिङ अमाउन्टको मात्रै इन्ट्रेस्ट तपाईले पे गर्नुपर्छ बैंकलाई। अब जस्तै 10 लाख लिएको छ, 5 लाख मैले ओडी एकाउन्टमा हालिदिएँ। अब 5 लाखको मात्रै मलाई लागिरहेछ। फेरि कतैबाट मलाई मानौ 2 लाख रुपियाँको इन्कम भयो, फेरि मैले के गरेँ भने ओडी एकाउन्टमा 2 लाख रुपियाँ हालिदिएँ। ओडी भनेको ओभरड्राफ्ट है साथीहरू। अब जस्तै ओभरड्राफ्ट एकाउन्टमा मैले हालिदिएँ। अब के हुन्छ भने त्यो 7 लाख मैले त डिपोजिट गरेँ, तब त 3 लाखको मात्रै लाग्ने भयो।
त्यो 3 लाखको मात्रै ब्याज लाग्छ। त्यो भएर के गर्छ भने प्राय गरेर व्यापारीहरूको लागि या सर्ट टर्म चाहिँ पिरियडको लागि के हुन्छ भने यो फेसिलिटी चाहिँ प्रोभाइड चाहिँ गरेको हुन्छ या लिएको हुन्छ कस्टमरहरूले। किनभने जसलाई सर्ट पिरियडको लागि लोन चाहियो र मात्रै जसलाई रिभल्भिङ नेचरको इन्कम छ, चालु पुँजी नेचरको इन्कम छ, उनीहरूको लागि एकदमै राम्रो हुन्छ यो कर्जा। अब तपाईहरुलाई कन्फ्युजन होला यसमा रिक्वायरमेन्ट के हुन्छ। अब के हुन्छ साथीहरु, अब यस्तो प्रकारको ऋण लिँदा चाहिँ अब बैंकको नियम अनुसार के हुन्छ भने तपाईले चाहिँ धितो राख्नुपर्छ। जस्तै कोल्याट्रल भयो, कोल्याट्रल तपाईले के गर्नुहुन्छ, धितो राख्नुहुन्छ। जस्तै जग्गा जमिन भयो, त्यो चाहिँ बैंकले सुहाउने खालको, बैंकले कस्तो प्रकारको, जस्तै बाटो भएको हुनुपर्छ, त्यस्तो प्रकारको चाहिँ के गर्छ भने कोल्याट्रल धितोमा राख्छ र त्यसको बापत त्यसपछि तपाईको इन्कम जुन छ, जस्तै व्यवसाय छ भने व्यवसायको इन्कम हेर्छ, यदि तपाईसँग जब छ भने त्यो जबको इन्कम हेर्छ र जुन क्राइटेरिया छ बैंक तथा वित्तीय संस्थाहरूको त्यो आफ्नो क्राइटेरिया पूरा गरेर के गर्छ भने तपाईले यो कर्जा चाहिँ प्रोभाइड गर्छ। बुझ्नुभयो साथीहरु? ओभरड्राफ्ट भनेको के हो? ओभरड्राफ्ट भनेको घुम्ती नेचरको कर्जा हो, रिभल्भिङ नेचरको कर्जा सुविधा हो, जसमा के गर्छ भने बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूलाई चाहिँ आफ्नो खातामा, हेर्नुस्, आफ्नो खातामा भएको मौजदात भन्दा बढी रकम स्वीकृत सीमासम्म, जति स्वीकृत हुन्छ त्यति सीमासम्म झिक्न अनुमति दिन्छन्। यो सामान्यतया कार्यशील पुँजी वा तुरन्त व्यक्तिगत व्यावसायिक आवश्यकताका लागि प्रयोग गरिन्छ। यस्ता ऋणहरू प्राय 1 वर्षका लागि स्वीकृत गरिन्छन्। धेरै जसो अवस्थामा सम्पत्तिको धितोमा आधारित हुन्छन् र ब्याज केवल प्रयोग गरिएको हुन्छ। यसमा चाहिँ सामा लाग्दैन, मात्रै ब्याज लाग्छ। बुझ्नुभयो? एकदम सर्ट भिडियो थियो, मलाई लाग्छ बुझिसक्नु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पक्कै पनि तपाईहरुले सब्स्क्राइब गर्नुहुन्छ यस्तै अपडेट्सको लागि। थ्यांक्स फर वाचिङ दिस भिडियो। बाइ बाइ।